गाउँले जीवन दुःख छ दिन रात गर्नु पर्छ दाउरा घाँस मेलापात मायालुको सहरमा मेरो गाउँमा घर छ ऊपर से नीचे तक पूरा मैं फ्रेश हफ्ते में 7 दिन में लेता नहीं स्ट्रेस मुश्किल से पड़ती है तो मंदिर भी है बेबी आबरा का डाबरा तुझे कर दूं इम्प्रेस इंडियन हीरोइन पर तू लगती है बाहर की लुक्स में करीना तो फिर सैफ से मैं कम नहीं बेबी तू प्राइजी और कीमती है हार भी मॉडल्स भी तेरे सामने लगती है बार भी पछि दुधको भारी बोकेर हैन लाग्यो बाटोको हालत त्यस्तो छ दुःख छ नि हजुर गाउँमा गरेर खानलाई एकदमै गाह्रो छ हेर्नुहोस् 15 मिनट 20 मिनटको बाटो चाहिँ यसरी टाउकामा दुध बोकेर जानुपर्छ बाटो साह्रै राम्रो छ हेर्नुहोस् रोपाइँ गर्दाखेरि हुन्छ रोड बाटोमा यस्तो हालत बनाइएको छ हाम्रा नेकपा एमालेका वडाध्यक्ष 8 वर्ष भयो वडाध्यक्ष जित्नु भएको अहिलेसम्म यस्तो बाटोको हालत हुँदा पनि 1 रुपियाँ बजेट आइपुग्न सकेको छैन यो बाटाको लागि तै पनि ठिकै छ चलेकै छ दुःख सुख हैन अर्थ त के भन्नु र गाह्रो छ ल हेर्नुहोस् है दुधको क्यान टाउका बोकेर यसरी जानुपर्छ यसमा एक क्यान छ अर्को क्यान चाहिँ भाइले अलि अगाडि लिएर गएको छ म चाहिँ आज अलि ढिलो उठेको भन्दा पछि जाँदैछु अन्त जाँदैछु एउटा भिडियो बनाउँ न त भनेर हेरेको लाग्यो मान्छेहरू सबै फर्किसक्नु भएको छ दुध पुऱ्याएर म चाहिँ एकदम ढिलो उठेको हुँदाखेरि जाँदैछु एकैछिन राति नै पुऱ्याएर आउनुभयो खै अस्तिको भिडियो देखाएको के को ए अब चाहिँ लगभग दुध फ्याक्ट्री पुग्यो पर देख्दै हुनुहुन्छ त्यही हो रमेश छैन परान गइगयो नि हो गर्मीले नि अलिकति थोरै सम्झाउनु हाम्रो दुधको संस्था छ
यहाँ हेर यहाँ आइज यहाँ आइज हल्लेको छ के भएको त अनि त्यसो सुर्पीको जान चाहिँ आज अलि ढिलो भयो फेरि भोलितिर भिडियो बनाउँछु सुर्पीको यो चाहिँ हाम्रो सबैजना भन्ने कुख्यात छन् के तेर्सो काट के बोकेर हिँडिरहेछ नि त एक गिलास किन्ने आले त्यहाँ पढाउँछ